अन्त्यतः सत्यको जित भयो। रमा बस्नेतज्यूको रिहाइले हामी सबैलाई न्यायको आश जगाएको छ। नमस्कार साथीहरू, म चन्द्र खड्का। यो समाचार म हिजै तपाईँहरूलाई दिन चाहन्थेँ, तर केही व्यस्तताका कारण आज मात्र यो खुसी सन्देश सेयर गर्दैछु साथीहरू। अदालतले हिजो रमा बस्नेतज्यूलाई 30,000 धरौटीमा रिहा गर्ने आदेश दिएको छ र यो आदेशसँगै हामी सबैले लामो समयदेखि प्रतीक्षा गरेको न्यायको एक झल्को देख्न पाएका छौँ। रमा बस्नेत नाम एउटा सामान्य नाम होइन, यो नाम हो अन्याय विरुद्ध बोल्ने साहसको, भ्रष्टाचार विरुद्ध जुझ्ने आत्मबलको र आवाजबिनहरूको पक्षमा आवाज बन्ने उहाँको स्वभावको। उहाँको कुनै कुर्सीमा बसेर शक्तिको दुरुपयोग गर्ने नेत्री होइन। उहाँ त टिकटकबाट अन्याय र व्यथितिमाथि यो राज्यले गरेको दोहोरो चरित्रमाथि आफ्नो आवाज उठाएर आएकी एक योद्धा हुन्। त्यही कारणले होला सत्ताका लोभीहरूले उहाँलाई थुनामा राखेर डर देखाउन खोज्यो, तर सत्यलाई दबाएर कहिले जितिँदैन। हिजो अब अदालतले धरौटीमा रिहा पनि उहाँलाई रिहा गर्यो। त्यो क्षण न्यायप्रेमी जनताको जित हो, त्यो क्षण नारी शक्तिको सम्मान हो, त्यो क्षण नेपाली लोकतन्त्रको जित हो। एक ऐतिहासिक निर्णयका लागि म यस सरकारलाई धन्यवाद दिन चाहन्छु। कम्तीमा एउटा सत्यका पक्षधर नेत्रीलाई न्यायसम्मत अवसर दिनुभएकोमा। रमा बस्नेतज्यू जस्ता साहसी महिलाहरू अब 84 पछि नेपालको संसदमा हामीले धेरै देख्न पाइनेछ, जसले सत्ता होइन सेवा गर्छन्। अहिलेको यो सरकारलाई रमा बस्नेतज्यूलाई एउटा साहसी नेत्री बनाइदिएकोमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अब त्यही धन्यवाद दिने होला नि, होइन साथीहरू? ल बाई।